यहाँ चाहिँ म कहिले बनिसक्ने हो पर्छ अनि हाम्रो पेट पनि दुख्छ खाना पनि रुच्दैन के पनि हुँदैन नि सधैँ खाइरहेको त नि हैन हेलो साथीहरु गुड मर्निङ स्वागत छ हजुरहरुलाई मेरो अर्को भिडियोमा आज चाहिँ म एकदम बिहानै रेडी भए ठ्याक्कै कति बिहानको 7 बजे तर म ड्रेसमा छु रेडी भएर किनकि आज हाम्रो चाहिँ यता तल स्कुलमा चाहिँ बच्चाहरुलाई चाहिँ अलबेङ्गा जुल दिनुपर्ने छ बाड्नु पर्ने छ त्यही भएर चाहिँ म र हाम्रो सर जाँदै छौं 5 वर्षभन्दा माथिको बच्चाहरुलाई चाहिँ स्कुलमा गएर हामीले अलबेङ्गा जुल बाड्नु पर्ने हुन्छ अलबेङ्गा जुल भनेको मतलब जुगाको औषधि बाड्नु पर्ने हुन्छ र सर र म चाहिँ जान लागेको म चाहिँ रेडी भएर कपाल टुक्का बाटेर अनि रेडी भएर जाँदै छु हेर्दै गर्नु होला झोल बाड्न हिँडेको छुट्ला नि फेरि यो चाहिँ हाम्रो अलबेङ्गा झोल हो स्कुलमा बाड्ने दुईटा हो 2 बक्स हो धेरै छैनन् बडी नि हुन्छ होला हौ आजको हाम्रो दिन चाहिँ यस्तो छ घाम पनि लागेन राम्रोसँग पानी पनि परे छैन नयाँ बाइक होइन सर 2 जना मिल्छ 2 जना मिल्छ त आयो हाम्रो सरको नयाँ बाइक नि त अनि यहाँ 2 जना चढ्न मिल्दैन नि त कतिसम्म गुराउँदाखेरि त्यसपछि मात्र चढ्ने हो भनेर भनिन्छ नि त त्यही भएर यस्तो छ यहाँ माथि जानु पर्यो यो चाहिँ हाम्रो हस्पिटलको गेट हो यो चाहिँ मेरो मैले काम गर्ने स्वास्थ्य चौकी हो साथीहरू यस्तो छ मैले काम गर्ने स्वास्थ्य चौकी चाहिँ आफूले काम गर्ने ठाउँ अनि आफू जन्मेको ठाउँ चाहिँ एकदम राम्रो लाग्छ अरे जस्तो भए पनि अनि मलाई चाहिँ एकदम राम्रो लाग्छ यो ठाउँ चाहिँ आउनुभएको कहाँ जानुभयो घाँस खान ए घाँस त छ होला अहिले छ नि त अलिअलि त अलिअलि भयो नि ऊ तल जानुपर्ने छ क्या अलबेन ऊ त भिटामिन बाल्न जुगाको औषधि बार्नलाई अनि त्यही भएर स्कुलमा त्यही भएर जाने भनेको सर आउँदै हुनुहुन्थ्यो बनाउँदै रहेछन् हाम्रो ओर्लिनु पर्ने हो जहिले ओर्लिनु पर्छ यहाँ चाहिँ म कहिले बनिसक्ने हो हजुर के भन्नुभयो ल यो चाहिँ हाम्रो सित्खा बजार हो अनि यो पारी चाहिँ सिन्धुली पर्छ भने वारी चाहिँ रामेछाप जिल्ला पर्छ यस्तो छ ठाउँ चाहिँ हामी चाहिँ यहाँनिर स्कुलमा जानुपर्ने हो स्कुलमा जानुपर्छ अलबेङ्गा झोल बाड्नको लागि अनि यस्तो छ ठाउँ चाहिँ हामी चाहिँ त्यो माथिको गाउँबाट आएको हो यहाँसम्म आइपुग्यौँ अझै पनि छ जानको लागि ल साथीहरु हामी फाइनली स्कुल आयौँ स्कुल चाहिँ यो हो यहाँनिर अब जान्छौँ गएर अनि
चुसेर खाने हो ल चपाएर खाँदा पनि हुन्छ खाना नखाइकन खानुहुन्छ हुन्छ कसले खाना खाएको छ केही नखाएर आएको कहिले केही नखाएको किन केही नखाएको छैन खाना रुचि हुन्छ हामीलाई भनिरहेको उठो न पिठोहरू छ नि छ होला कहिले दुखेको अगाडि दुख्छ कति दुख्छ घामले हो कि यसको आँखामा समस्या छ केटी कतिजना हुन्छ कतिजना केटी 8 जना हो केटा 4 जना हो खासै एउटा छैन अहिले कतिजना हो अहिले 3 जना है अहिले 3 जना धन्यवाद जुगाको औषधि चाहिँ हामीले 6 महिनामा खानुपर्छ है सबैलाई थाहा छ ठुलो छोरी भन्नु न थाहा छ है 6 महिनामा खानुपर्छ यो जुगाको औषधि हामीले चाहिँ अस्ति मुखमा हाल्ने चुस्ने ल चुसेर खाने है फेरि क्लासको विकास मात्र विकास त विकास अपेक्षा विकासले मात्र हामीले अलबेन्डा झोल विद्यार्थीहरूलाई बाँडेर पनि फर्किसक्यौँ यस्तो गर्मी छ ओ माइ गड पुरा नगरौँ यति धेरै गर्मी छ गर्मी भएर पनि के गर्नु आफ्नो काम त गर्नु पर्यो त्यही भएर यो चाहिँ स्कुल हामीले स्कुलमा चाहिँ भिटामिन अलबेन्डा झोल बाँडेर चाहिँ हिँडिसक्यौँ हामी चाहिँ फेरि अर्को स्कुल पनि जानुपर्ने छ साथीहरू एउटा मात्र होइन अर्को स्कुलमा जानु छ आज चाहिँ दुईवटा स्कुलमा भ्याउने कुरा छ हेर्दै गर्नु होला फाइनली मैले चाहिँ अलबेन्डा झोल पनि बाँडेर सकेँ अनि त्यसपछि ठ्याक्कै अहिले चाहिँ 3 बजेको छ 3 बजेको छ अनि त्यसपछि हामी चाहिँ एकछिन रेस्ट गरौँ न त भनेर मैले चाहिँ रेस्ट गरेर बसिरहेको छु अनि घाम यस्तो घाम लागिरहेछ कुरा नगरौँ साथीहरू यति गर्मी छ है हजुरहरूकोतिर के कस्तो छ भनेर भन्नु होला अनि यस्तो छ यहाँनिर यस्तो छ है अनि म चाहिँ यसरी बसिरहेको छु सिमलको फेदमा पाइ यसो डाँडा काँडा हेर्दै बसिरहेको छु साथीहरू यस्तो छ अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि म पनि एयरपोर्ट पनि आइपुगेँ लास्टै गल्यो के गर्नु यस्तै छ काम मैले चाहिँ फुल लगाएर कस्तो देखिरहेको छ मलाई भनिदिनु होला र म एयरपोर्ट पनि आइसकेँ यतातिर आएँ मेरो साथीहरू कता कता छन् ल आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला बाई बाई आजलाई फेरि पनि अर्को भिडियोमा भेटौँला बाई